6 महिना अगाडि यस्तो देखिने मान्छे चाहिँ लिटरली 6 महिनापछि चाहिँ यस्तो देखिन थालेको छ हैन। र यो एचिभमेन्टको लागि चाहिँ मैले सिम्पल फर्मुलाहरू युज गर्दै आएको छु अहिलेसम्म। पहिलो नम्बरमा आउँछ कन्सिस्टेन्सी। मैले मेरो कन्सिस्टेन्सीलाई चाहिँ कहिले पनि ब्रेकै हुन दिइनँ। जिम जानु मन लागे पनि नलागे पनि बोर भए पनि म चाहिँ रेगुलर जिम गइरहेको छु अहिलेसम्म। र 2 नम्बरमा आउँछ प्रपर डाइट। मैले मेरो डाइट चाहिँ हैन सकेसम्म हेल्दी नै लिने ट्राई गरिरहेको छु अहिलेसम्म। 3 नम्बरमा आउँछ प्रपर स्लिप। 11 घन्टाको ड्युटी पछिको मेरो काम भनेको जिम जाने, जिमबाट आयोरी खानासाना खायोरी मेरो बचेको कामसाम गरिओरी मेरो काम चाहिँ हुन्छ सुत्ने। वर्षको चाँडै सुतिरहेको हुन्छु म। दुबईमा 11 घन्टाको ड्युटी गरिओरी मैले मेरो बडीलाई यतिको सेपमा ल्याउन सक्नुहुन्छ भने तपाईँहरूले पनि अफकोर्स किन सक्नुहुँदैन। आफूलाई मन लागेको काम गर्नु चाहिँ कहिले बोरिङ नहुने क्या। यदि तपाईँलाई पनि केही गर्नु मन छ, केही सोच्नु भएको छ भने चाहिँ हल्का फोकस भएर पोजिटिभ सोचेर एक्सन लिन थाल्नुहोस्, रिजल्ट आफै आउन थाल्छ। फलो फर मोर।